चाहिँ कहाँ जाँदैछौँ गिलास पनि सानो मान्छेको अनि हामी चाहिँ घर होइन अन्त्य जाँदैछौँ 1 वर्ष 2 वर्ष भइसक्यो होला यहाँ नआएको चाहिँ क्यामेराम्यान हुनुहुन्छ कि फोटो खिच्नु लगाएको रिसाले यस्तो भइरहेछ साथीहरू सबै बेच्ने अनि किन्ने चाहिँ कसो माया गर्दा दिदीलाई माया गर्दा हेलो एभ्रिवान नमस्ते आज पनि हजुरहरू सामु आइसकेको छु म सुस्मिता मगर तपाईहरु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला म चाहिँ एकदमै सन्चै अनि आरामै छु अनि आजको दिन चाहिँ के कस्तो बित्छ भनेर चाहिँ भिडियो अन्तिमसम्म हजुरहरूले चाहिँ हेर्नुपर्ने हुन्छ अनि टेन टेन हामी चाहिँ कहाँ जाँदैछौँ त्यो चाहिँ म भन्दिनँ ल अहिले भिडियो अन्तिमसम्म हेर्नु होला अनि थाहा हुने छ हामी छ्यामा छोरी चाहिँ कहाँ जाँदैछौँ त सर अनि हामी चाहिँ रेडी पनि भइसक्यौँ अनि अब गाडी कतिखेर जान्छ अनि सोध्नु जाने अनि मैले चाहिँ म कति हिँड्दा नि मेकअप चाहिँ खासै गर्दिनँ नि त अनि एउटा टिका लगाउँछु अनि त्यस्तै अब सनस्क्रिमहरू अनि अलिकति थोरै लिपस्टिक चाहिँ लगाउनै पर्ने हुन्छ अनि त्यस्तै हो क्या अनि म चाहिँ कति धेरै मोटो भइरहेको छु पहिला भन्दा अनि लुगाहरूले नि नसुहाउने भइरहेको छ क्या मोटो तपाईँहरूलाई के लाग्छ नि मलाई चाहिँ यतिको भयो नि म मोटो भएको क्या त्यही लाग्छ क्या मलाई चाहिँ मोटो भएपछि फेरि टेन्सन लाग्छ घट्दा पनि टेन्सन लाग्छ मोटाउँदा पनि टेन्सन लाग्छ अनि हाम्रो भाइ चाहिँ अघि घर गइसक्यो अनि हामी चाहिँ घर होइन अन्त्य जाँदैछौँ कति बोलेको हाई भन्नु हाई साथीहरू मैले चाहिँ यहाँ भोइस ओभर गर्दैछु अनि किन भोइस ओभर गर्दैछु भने चाहिँ यहाँ चाहिँ 1-2जना मान्छेहरू हुनुहुन्थ्यो अनि ब्याकग्राउन्डमा चाहिँ गीतहरू बजिरहेको थियो क्या टिकटकको त्यो गीतहरू बजिरहेको थियो फेरि थोरै गीतहरू बज्ने साथ कपिराइट लागिहाल्ने रहेछ त्यही भएर चाहिँ मैले यहाँ भोइस ओभर गर्दैछु यहाँ चाहिँ हामीले खाजा खाँदैछौँ यो चाहिँ तिवारी भन्ज्याङ हो खाजामा चाहिँ थुक्पा खायौँ अनि रेडबुल खायौँ छ्यामा छोरी मात्रै छौँ है अनि खाजा खाएर फेरि गाडीमा लाग्यौँ हामी चाहिँ हेलो
चाहिँ च्याङ्ग्रे आइपुग्यौँ। यो चाहिँ च्याङ्ग्रेको पोखरी। कस्तो राम्रो भएको रहेछ क्या। म चाहिँ कति पछि आएको थिएँ च्याङ्ग्रे भन्दा कस्तो राम्रो भएको रहेछ पोखरी। अनि यता पनि झन्डाहरू कस्तो राम्रो भएको रहेछ। अनि यहाँ चाहिँ हामी एकछिन बसिरहेको छौँ। अनि यहाँ फोटोहरू खिचेर अनि जाने। हामी चाहिँ अझै यहाँदेखि पनि परै जानुपर्ने छ। फुटबल हो क्या। म चाहिँ यहाँ कति पहिले आएको थिएँ क्या। एक वर्ष 2 वर्ष भइसक्यो होला यहाँ नआएको चाहिँ म। हामी चाहिँ गाडी 2टा फेरिसक्यौँ क्या। तिवारी भन्ज्याङसम्म चाहिँ इबी गाडीमा आएको। अनि फेरि तिवारी भन्ज्याङ च्याङ्ग्रेसम्म अटोमा। फेरि यहाँदेखि अझै पर चामताङ पुग्नलाई नि अटोमै जानुपर्ने हुन्छ। अनि त्यही भएर एकछिन यहाँ घुमेर मात्रै जानु पर्यो भनेर बसेको छौँ। च्याङ्ग्रे पोखरी कस्तो राम्रो भएको रहेछ क्या। म चाहिँ धेरै पछि आएँ नि त। अनि यता चाहिँ मेरो क्यामेराम्यान हुन्छ कि फोटो खिच्नु लगाएको रिसाले यस्तो भइरहेछ। अनि यहाँ चाहिँ यस्तो डुङ्गा पनि कुद्दो रहेछ ऊ। खेल्ने डुङ्गा रिसाले बोलेको न सोधेको। साथीहरू हामी चाहिँ घुम्नु पनि सकिसक्यौँ। फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि फेरि लागिसकेको छौँ। अब गाडी कहाँदेखि भेट्छौँ। यता चाहिँ मैले धेरै फोटो खिच्न जान रुँदैछ। अहिले हामी ठ्याक्कै च्याङ्ग्रे बजारमा छौँ। च्याङ्ग्रे बजार, च्याङ्ग्रे पोखरी। अस्ति गोल्ड कप भएको ठाउँमा छौँ। गोल्ड कप च्याङ्ग्रे स्कुल। च्याङ्ग्रे बजार चाहिँ यहाँदेखि तलतिर लाग्दैछ। च्याङ्ग्रे बजार चाहिँ यतिको लागिरहेछ। मान्छे त हुँदैन रहेछ नि। बेच्नेहरू मात्रै छ त। नि किन्ने चाहिँ खोइ। किन्ने चाहिँ कसले। च्याङ्ग्रे स्कुल हेर्नु त साथीहरू सबै बेच्ने अनि किन्ने चाहिँ कसले के। हामी किनेर जानुपर्ने। ए डान एकछिन भाइलाई नबोलाउ ल। के गर्दैछ ल। चाहिँ आइपुग्यौँ। भाइलाई क्या यहाँ परेदेखि एकछिन आउँछ। भाइको रियाक्सन। ए हाई एरन। हाई हाई को आएछ? को हो यो? को भन त। जान पुग आऊ भन त। एकछिन आऊ भन न। आमै कोसँग आएको हौ? यता हेर त। यो को हो? यो को हो? माया गर्दा दिदीलाई माया गर्दा। हेलो गुड मर्निङ। अहिले चाहिँ 9 बजिसक्यो। म चाहिँ अहिलेसम्म उठेको छुइनँ। अनि भिडियो पनि मैले हिजो इन गरेको थिइनँ क्या। मलाई चाहिँ हिजो गाडीले एकदमै मातिरहेको थियो क्या। टाउको दुखिरहेको थियो। त्यही भएर हिजो इन गरेको थिइनँ। अनि आज इन गर्दैछु। खासमा चाहिँ हामी चाहिँ दिदीको घर आएको च्याङ्ग्रे। अनि जम्मामा 2-3 चोटि चढेँ क्या इबीमा। तर जहिले इबीमा मलाई यस्तै नै गाह्रै हुन्छ। तपाईँहरूलाई पनि इबीमा कसलाई मात्छ है। मलाई चाहिँ एकदम मात्छ है। बमिट आउने त्यस्तो त होइन कि। तर एकदम टाउको दुख्ने हुन्छ। अनि टाउको दुखेर हिजोदेखि म सुतेको। अहिले भर्खर उठ्दैछु। अनि मेरो भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसको लागि तपाईँहरूलाई एकदम धेरै धेरै धन्यवाद। कति कराउँछ क्या कुखुरा।
धन्यवाद भिडियो अन्तिम समय हेरिदिनु भएकोमा। अनि फेरि अर्को नेक्स्ट डे पनि भिडियो आउँछ होइन। सबैजनाले लाइक कमेन्ट गर्नु होला मन पर्यो भने, अनि सब्सक्राइब पनि गर्नु होला। बाई बाई, लभ यु अल।